एउटा यस्तो विशाल फ्याक्ट्रीको कल्पना गरौँ है, जहाँ वर्षौंसम्म एकदमै महँगो लगानी गरिन्छ। निकै ठूलो लगानी हो, अनि हरेक वर्ष लाखौं उत्पादन बजारमा पठाइन्छ। बाहिरबाट हेर्दा प्याकेजिङ पनि निकै आकर्षक हुन्छ। तर जब प्रयोग गर्न खोजिन्छ त्यसले काम नै गर्दैन। एक्ज्याक्टली, कामै गर्दैन। अचम्मको कुरा त के छ भने नि, त्यो फ्याक्ट्री चलाउने व्यवस्थापकहरूलाई यो कुरा राम्ररी थाहा छ। थाहा भएर पनि उनीहरूले डिजाइन बदल्दैनन्। हो, कहिल्यै बदल्दैनन्। सुन्दा अलि पत्याउन गाह्रो पर्छ हैन र? सुन्दा त पत्यार लाग्दैन, तर आज हामी जुन विषयमा गहिरो विमर्श गर्दैछौँ नि, त्यो ठ्याक्कै यही फ्याक्ट्रीको कथा हो। र त्यो फ्याक्ट्री अरू कोही नभएर हाम्रो आफ्नै शिक्षा प्रणाली हो। यो साँच्चीकै एउटा गम्भीर र नसुल्झिएको रहस्य जस्तै छ। हो नि। हामीले वर्षौंदेखि सफलताको मापदण्ड एउटा कागजको टुक्रा वा भनौँ न मार्कसिटलाई मान्यौं। तर त्यो कागजले जीवनका वास्तविक चुनौतीहरू समाधान गर्ने कुनै सुनिश्चितता दिन सकेको छैन। फ्याक्ट्रीले उत्पादन त गरिरहेछ, तर ती उत्पादनहरू वास्तविक संसारमा टिक्न सकिरहेका छैनन्। एकदम टिक्नै सकेका छैनन्। हो, आजको हाम्रो यस गहिरो अध्ययनको मिशन पनि यही विरोधाभासलाई खोतल्नु हो। आज हामी डाक्टर एनडी लामाद्वारा लिखित निकै घतलाग्दो लेख एक द्वार होइन बहुमार्ग रित्तो गाग्रीबाट मूलीबाथतर्फ नेपालको शिक्षामा आधारित रहेर कुरा गर्दैछौँ। यो शीर्षक नै निकै रोचक छ। हो नि, यसलाई अलिक गहिराईमा बुझौँ है त। हाम्रो शिक्षा प्रणालीले कसरी सबैलाई एउटै तराजुमा जोक्छ त? चाहे त्यो एसई होस् वा कक्षा 12, हाम्रोमा एउटै मात्र ढोका छ नि त। एउटै साँगुरो ढोका। सबैले त्यही एउटा ढोकाबाट छिर्नुपर्छ, एउटै किसिमको परीक्षा दिनुपर्छ। के साँच्चै लाखौं विद्यार्थीको फरक फरक क्षमतालाई एउटै तराजुले नाप्न मिल्छ त? खै, यसलाई ऐतिहासिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने हो भने नि जीवन कहिले पनि एउटै सिधा बाटोमा हिँड्दैन। पक्कै पनि। मानिसका रुचि, क्षमता र समाजका आवश्यकताहरू नितान्त फरक हुन्छन्, तर हाम्रो शिक्षा प्रणालीले भने सबैका लागि एउटै परीक्षा र एउटै मापदण्ड मात्र राखेको छ। अनि यो किन गरियो होला त? यो किन गरियो त भन्दा राज्य वा कर्मचारी तन्त्रका लागि लाखौं विद्यार्थीलाई एउटै ढाँचामा ढालेर जाँच्न निकै सजिलो हुन्छ नि त। भनेपछि यो प्रशासनलाई सजिलो बनाउन मात्रै हो? एकदम, यो एउटा प्रशासनिक सुविधाको कुरा मात्र हो। एउटा माछा र एउटा बाँदरलाई रुख चढ्ने एउटै परीक्षा लियो भने त माछा त जीवनभर आफूलाई मूर्ख नै सम्झेर बाँच्छ नि। हो नि, हाम्रो एक द्वार प्रणालीले सजिलो प्रशासनको नाममा गरिरहेको ठ्याक्कै यही हो। एउटा माछालाई रुख चढ्न लगाउने कुरा सुन्दा अलि हाँसो उठ्छ, तर वास्तविकता यही नै हो। विडम्बना नै यही हो। यदि त्यसो हो भने त्यो माछा जब मुस्किलले हाँगामा पुगेर वा त्यो एउटै ढोकाबाट पास भएर प्रमाणपत्र लिन्छ नि, त्यसपछि वास्तविक संसारको पोखरीमा फालिदा उसको हालत कस्तो हुन्छ त? विद्यार्थीले 12 कक्षा पास गर्छ, निकै राम्रो जीपीए पनि ल्याउँछ, प्रमाणपत्र पनि हात पार्छ। प्रमाणपत्र पनि आउँछ, तर जब कुनै वास्तविक समस्या अगाडि आउँछ नि, जस्तै सानो व्यावसायिक निर्णय लिने कुरा होस् वा व्यावहारिक काम, त्यति बेला ऊ अवाक हुन्छ, केही गर्न सक्दैन। हो, अवाक हुन्छ। डाक्टर लामाले आफ्नो लेखमा यसलाई रित्तो गाग्रीको संज्ञा दिनुभएको छ। यो रित्तो गाग्रीको सिद्धान्तले हाम्रो सिकाइ प्रक्रियाको सबैभन्दा ठूलो कमजोरीलाई छर्लङ्ग पार्छ। कसरी? अलिकति प्रष्ट पार्नुहोस् न। विद्यालयले वर्षौंसम्म विद्यार्थीको दिमाग रूपी गाग्रीमा ज्ञान भर्ने काम त गर्छ, तर त्यो ज्ञान टिक्दैन। किन टिक्दैन त? किनकि हाम्रो प्रणालीले ज्ञानलाई एउटा प्रक्रिया नमानेर एउटा वस्तु मानेको छ। वस्तु मानेको छ? जब ज्ञानलाई वस्तु मानिन्छ तब त्यसलाई गाग्रीमा कोच्न सकिन्छ भन्ने भ्रम पैदा हुन्छ के? भनेपछि त्यो केवल घोक्नको लागि मात्रै भयो। एकदम, त्यो ज्ञान केवल परीक्षा पास गर्न र रट्नको लागि मात्र डिजाइन गरिएको हुन्छ। जब ज्ञानलाई जीवनको कुनै वास्तविक समस्या समाधान गर्न प्रयोग गरिँदैन, तब त्यो गाग्री चुइन थाल्छ। हो, विद्यार्थीहरू परीक्षा केन्द्रित सिकाइमा यति धेरै अभ्यस्त हुन्छन् कि उनीहरूको भित्रको स्वाभाविक जिज्ञासा नै मर्छ। उनीहरूलाई कहिल्यै कुनै कुराको जिम्मेवारी नै दिइँदैन। मलाई त यो सुन्दाखेरि एउटा अर्कै कुरा याद आयो क्या। के कुरा? जस्तै आजकलका स्मार्टफोनहरू हुन्छन् नि, यो त 100% ब्याट्री फुल भएको तर एउटा पनि एप इन्स्टल नभएको स्मार्टफोन जस्तै भयो नि।
कस्तो सान्दर्भिक उपमा। होइन र? बाहिरबाट हेर्दा स्क्रिन चम्किलो छ, चलाउन एकदम तयार देखिन्छ, तर जब त्यसबाट कुनै काम लिन खोजिन्छ न त्यसले फोटो खिच्छ न बाटो देखाउँछ। हो नि, किनकि भित्र सफ्टवेयर नै छैन। हाम्रो शिक्षाले उत्पादन गरिरहेका ती प्रतिभाशाली भनिने विद्यार्थीहरू पनि त्यस्तै एप नभएका स्मार्टफोन पो बनिरहेका छन् कि। यो उपमाले हाम्रो शिक्षाको वर्तमान चित्रलाई निकै प्रष्ट पार्छ। त्यो स्मार्टफोनको ब्याट्री भनेको विद्यार्थीको ऊर्जा, समय र अभिभावकको लगानी हो, जुन 100% खर्च भइसक्यो। तर एप अर्थात् जीवनोपयोगी सिप, निर्णय लिन सक्ने क्षमता र आलोचनात्मक चेत भने इन्स्टल नै गरिएन। यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नि, यो कुनै संयोग होइन। जिज्ञासा दबाउने वातावरण र जिम्मेवारी नदिने शिक्षाले गर्दा नै यस्तो भएको हो। भनेपछि उनीहरू बाहिरबाट भरिएको जस्तो देखिए पनि भित्रबाट खोक्रो हुन्छन्। एकदमै रित्तो हुन्छन्। उनीहरूलाई सधैँ के सोच्ने भनेर सिकाइयो, कसरी सोच्ने भनेर कहिले सिकाइएन। ठ्याक्कै। त्यसो भए यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ है, त्यो गाग्री किन रित्तो हुन्छ त? ब्याट्री फुल भएर पनि एप किन इन्स्टल भएन? स्रोत सामग्री अनुसार यसको मुख्य कारण हामीले ज्ञान भर्ने तरिका नै गलत छ। हाम्रो प्रणालीले स्वतन्त्र विचारलाई प्रोत्साहित गर्नुको सट्टा केवल आदेश पालना गर्न सिकाउँछ। हो, आदेश मात्र। र यहाँनिर एउटा निकै रोचक तर अलि अनौठो शब्दको प्रयोग गरिएको छ नि, सुलिबा। सुलिबा सिन्ड्रोम। यो नामकरणको कथा निकै मार्मिक छ र हाम्रो ग्रामीण यथार्थसँग जोडिएको छ। अलि प्रष्ट पार्नुहोस् न, यो सुलिबा भनेको चाहिँ के हो? गाउँघरमा कुखुराको सुली सोर्नु भनेको एकदमै सामान्य र दैनिक काम हो नि। तर त्यसको लागि पनि म सोरुम भनेर कसैको अनुमति लिनुपर्ने अवस्थाबाट यो सुलिबा शब्द आएको। भनेपछि अनुमति पर्खिने बानी हो। सुलिबा त्यो व्यक्ति हो जसले सधैँ सोध्छ मलाई अब के आदेश आउँछ। उसलाई सानैदेखि यति धेरै नियन्त्रणमा राखियो कि उसले आफ्नो लागि कहिले निर्णय लिनै जानेन। सुली सोर्न पनि अनुमति। यो सुन्दा जति हास्यास्पद लाग्छ नि, यसको भित्री अर्थ त्यति नै भयानक छ। एकदमै भयानक छ। डाक्टर लामाको लेख अनुसार त हाम्रो राज्य संयन्त्र वा सरकार आफै सुलिबा बनेको छ। कसरी भन्दा? किताबको फन्ट कत्रो राख्ने, कस्तो रङ प्रयोग गर्ने, पाना कति हुने भन्नेसम्म सरकारले केन्द्रबाटै तोकिदिन्छ। हो, ससाना कुरामा पनि नियन्त्रण। यसरी हरेक कुरा केन्द्रबाटै नियन्त्रण गर्ने र शिक्षकलाई केवल त्यो आदेश पालना गर्ने मसिन मात्र बनाउने हो भने त ती निर्भर शिक्षकले निर्भर विद्यार्थी अर्थात् सुलिबाहरू नै जन्माउँछन्। होइन म? पक्कै पनि। यसको पछाडिको मनोवैज्ञानिक र प्रशासनिक कारण पनि बुझ्न जरुरी छ। जब प्रणालीले नै हरेक सानो कुरामा नियम तोकिदिन्छ नि, त्यसले एक प्रकारको सुरक्षित घेरा बनाउँछ। कर्मचारी तन्त्रलाई लाग्छ कि सबैले एउटै नियम मान्दा एकरूपता आउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ। तर यसको मूल्य कसले चुकाइरहेको छ त? सृजनशीलताले। सुलिबाहरू गल्ती गर्न असाध्यै डराउँछन्। उनीहरूको पहलकदमी शून्य हुन्छ, किनकि उनीहरूलाई सधैँ निर्देशन कुर्ने बानी पारिएको हुन्छ। आफै सोचेर कुनै नयाँ काम थाल्नै सक्दैनन्। सक्दैनन्। तर एकछिन पर्खानुस् है, म यहाँनिर अलिकति असहमति जनाउन चाहन्छु। भन्नुस् न। 40-50 जना विद्यार्थी भएको हाम्रो जस्तो सामान्य कक्षा कोठाको कल्पना गरौँ त, त्यहाँ अनुशासन र नियम हुनु नराम्रो हो र? नराम्रो त पक्कै होइन। अनि विद्यार्थीले शिक्षकको अनुमति लिनु, नियमको पालना गर्नुलाई किन यति धेरै नेगेटिभ रूपमा हेरिएको होला? यदि हरेक विद्यार्थीलाई आफ्नै तरिकाले चल्न दिने हो भने त कक्षा कोठामा पुरै भद्रगोल हुँदैन र? के यो सुलिबालाई गाली गर्ने चक्करमा हामीले अनुशासनको महत्त्वलाई नै नजरअन्दाज त गरिरहेका छैनौँ? खै, यो धेरैले उठाउने एकदमै स्वाभाविक प्रश्न हो। तर यहाँ अनुशासन र अन्धकारमय आज्ञाकारिता बीचको मसिनो रेखालाई बुझ्न जरुरी छ कि। अन्धकारमय आज्ञाकारिता भनेको ब्लाइन्ड ओबिडियन्स। अनुशासनले कुनै पनि कामलाई व्यवस्थित ढङ्गले गर्न सिकाउँछ, तर सुलिबा प्रविधिले त काम सुरु गर्नैबाट रोक्छ नि। प्रश्न सोध्नु, जान्न खोज्नु, त्यो जिज्ञासा हो जुन सिकाइको जग हो। अनुशासनको अर्थ कक्षा कोठामा त्रासपूर्ण शान्ति कायम गरेर बस्नु मात्र होइन। भनेपछि डर देखाएर शान्त बनाउनु अनुशासन होइन। हो नि। जब विद्यार्थीले हरेक सानो कदम चाल्नु अघि म यो गरौँ कि नगरौँ भनेर सधैँ आदेश मात्र कुर्छ र गल्ती गर्दा सजाय पाइन्छ भनेर केही गर्दै गर्दैन, तब हामीले अनुशासनको नाममा उसको पहलकदमीलाई नै मारिदिन्छौँ। ठ्याक्कै।
हामीलाई व्यवस्थित सिकाइ चाहिएको हो, सन्नाटा होइन। मतलब हामीले अनुशासन कायम गर्ने नाममा विद्यार्थीभित्रको त्यो सेल्फ स्टार्टर मोटर नै बिगारिदिएका छौं। एकदम सही भन्नुभयो। यदि सुलिबा उत्पादन गर्नु यति ठूलो समस्या हो भने नि यसको समाधान चाहिँ के हो त? यहाँबाट हाम्रो स्रोत सामग्रीले एउटा आदर्श विद्यार्थीको अवधारणा अगाडि सार्छ। जसलाई मुलिबा भनिएको छ। हो, मुलिबा। यो भनेको चाहिँ के हो नि? सुलिबाको ठ्याक्क विपरीत अवस्था नै मुलिबा हो। मुलिबा भनेको त्यो व्यक्ति हो जसलाई सानैदेखि आफै जिम्मेवार बन्न र निर्णय गर्न सिकाइएको हुन्छ। उसले कुनै पनि काम गर्नको लागि माथिबाट आउने आदेश वा अनुमति पर्खिँदैन, बरु उसले परिस्थिति हेर्छ र आफै जिम्मेवारी लिन्छ। अनि गल्ती भयो भने नि? उसले काम गर्दै जाँदा गल्ती पनि गर्छ, तर त्यो गल्तीलाई सिकाइको अवसर मान्छ। उसको दिमागमा सधैँ एउटै प्रश्न हुन्छ, मैले यो कामलाई अझ कसरी प्रभावकारी बनाउन सक्छु? स्रोतमा उल्लेख गरिएका फिनल्यान्ड र अमेरिका जस्ता देशका उदाहरणहरू यहाँनिर निकै सान्दर्भिक देखिन्छ नै। एकदमै। त्यहाँको अभ्यास निकै फरक छ। त्यहाँ शिक्षकहरूलाई विद्यार्थी साक्षर बनाउने जिम्मेवारी त दिइन्छ, तर के पढाउने, कसरी पढाउने र जाँच कसरी लिने भन्ने कुरामा उनीहरूलाई पूर्ण स्वतन्त्रता पनि दिइएको हुन्छ नि। हो, अटोनोमी हुन्छ उनीहरूसँग। त्यहाँ केन्द्रबाट फन्ट साइज तोकेर पठाइँदैन। यसको अर्थ त्यहाँका शिक्षकहरू आफैमा मुलिबा हुन्। पक्कै पनि। जब शिक्षक आफै स्वतन्त्र र जिम्मेवार हुन्छन्, तब मात्र उनीहरूले मुलिबा विद्यार्थी उत्पादन गर्न सक्छन्। मुलिबा शिक्षकले कक्षा कोठालाई एउटा यस्तो खुला प्रयोगशाला बनाउँछन् जहाँ गल्ती गर्नु भनेको सिक्नुको एउटा अनिवार्य हिस्सा हो भनेर बुझिन्छ। उनीहरूले विद्यार्थीलाई पाठ घोकाउने होइन, समस्या कसरी समाधान गर्ने भनेर सिकाउँछन्। हो नि। यसलाई मैले यसरी बुझेँ है, यो त कसैलाई यात्रा गर्नको लागि पहिले नै कोरिएको एउटा कडा नक्सा हातमा थमाउनु र यही बाटो मात्र हिँड्नु, दायाँ बायाँ नहेर्नु भन्नु जस्तो भयो सुलिबाको अवस्था। कति राम्रो उदाहरण। तर मुलिबा भनेको चाहिँ कसैलाई नक्साको साटो कम्पास चलाउन सिकाएर ल अब तिमी आफै आफ्नो बाटो खोजेर गन्तव्यमा पुग भन्नु जस्तो भयो, होइन र? एकदम सही। नक्सा बोक्ने मान्छे बाटो बिग्रियो वा पहिरो गयो भने अलपत्र पर्छ, तर कम्पास चलाउन जान्नेले जस्तो सुकै जंगलमा पनि नयाँ बाटो बनाएर निस्कन सक्छ। यो कम्पासको उपमाले मुलिबाको सारलाई राम्ररी समेट्छ। यसले हामीलाई एउटा महत्त्वपूर्ण मोडमा ल्याइ पुर्याउँछ के? कस्तो मोडमा? कि हामी हाम्रा बालबालिकालाई पुरानो नक्सा घोकाइरहेका छौं कि नयाँ परिस्थितिमा कम्पास चलाउन सिकाइरहेका छौं? यो त सोच्नै पर्ने कुरा हो। कडा नियन्त्रणमा आधारित शिक्षाले विद्यार्थीको क्षमतालाई एउटा सानो घेराभित्र खुम्च्याउँछ, तर जब शिक्षा प्रणालीले नै उनीहरूलाई जिम्मेवारी र स्वायत्तता दिन्छ, यसले विद्यार्थीलाई साँच्चै सशक्त बनाउँछ। भनेपछि मुलिबा बन्नु भनेको एउटा स्वतन्त्र, उत्तरदायी र समस्या समाधान गर्न सक्ने नागरिक बन्नु हो। एकदमै। त्यसो भए अब यो सुलिबा उत्पादन गर्ने पुरानो कारखानालाई मुलिबा बनाउने आधुनिक कारखानामा कसरी बदल्ने त? यसका लागि डाक्टर लामाले एउटै मात्र ढोका भएको हाम्रो वर्तमान प्रणालीलाई भत्काएर बहुमार्ग अर्थात् मल्टी पाथवे शिक्षाको प्रस्ताव गर्नुभएको छ नि। यहीँनिर हाम्रो शिक्षा प्रणालीको संरचनात्मक शल्यक्रियाको कुरा आउँछ। शल्यक्रिया नै गर्नुपर्ने हो नि। अहिलेको अवस्थामा एउटा विद्यार्थीले कि त विज्ञान पढ्नुपर्छ, कि व्यवस्थापन, कि मानविकी, र ती सबैको अन्तिम गन्तव्य भनेको उही विश्वविद्यालयको डिग्री हो। तर लेखमा स्पष्ट रूपमा तीनवटा नितान्त फरक तर समानान्तर मार्गहरूको विस्तृत चर्चा गरिएको छ। पहिलो हो पालिका मार्ग। पालिका मार्ग, यसको नामबाटै अलिअलि अन्दाज लगाउन सकिन्छ है, यो स्थानीय सरकार वा नगरपालिकाहरूले सञ्चालन गर्ने मार्ग होला, होइन त? हो, यो मार्ग पूर्णतया स्थानीय सिप, कृषि, पर्यटन र स्थानीय व्यवसायसँग प्रत्यक्ष जोडिएको हुन्छ। भनेपछि यो मार्ग रोज्ने विद्यार्थीको दिनचर्या कस्तो हुन्छ त? ऊ बिहान उठेर झोलामा गहरौं किताब बोकेर दिनभर बेन्चमा बस्दैन, बरु ऊ सिधै खेतमा जान सक्छ, जहाँ उले आधुनिक प्रविधिबाट माटोको परीक्षण कसरी गर्ने भनेर सिक्छ। प्र्याक्टिकल ज्ञान हो। वा ऊ कुनै स्थानीय उद्योगमा गएर मसिन कसरी मर्मत गर्ने भनेर प्रयोगात्मक अभ्यास गर्छ। यसको उद्देश्य भनेको आफ्नै समुदायमा बसेर काम गर्न चाहने युवाहरूलाई सिपयुक्त बनाउनु हो। अनि त्यहीको अर्थतन्त्र उकास्नु पनि होला नि। पक्कै पनि। यो मार्गमा सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक र स्थानीय आवश्यकता अनुसारको ज्ञान बढी हुन्छ। यो त एकदमै व्यावहारिक देखियो। अनि दोस्रो छ प्रादेशिक मार्ग। प्रादेशिक मार्ग यो अलि फराकिलो भयो।
यसलाई प्रदेश सरकारले सञ्चालन गर्ने र यसमा प्राज्ञिक र प्राविधिक शिक्षाको राम्रो सन्तुलन हुने भनिएको छ। यसको मुख्य लक्ष्य चाहिँ के हो नि? प्रादेशिक मार्ग, विशेष गरी प्रदेश स्तरमा आवश्यक पर्ने मध्यम स्तरका जनशक्ति तयार गर्न डिजाइन गरिएको हो। जस्तै कस्तो जनशक्ति? उदाहरणका लागि प्रदेशलाई आवश्यक पर्ने स्वास्थ्यकर्मी, प्राविधिक, इन्जिनियरिङका सहायक स्तरका कर्मचारीहरू यो मार्गबाट आउँछन्। जो विद्यार्थी आफ्नो प्रदेशभित्र प्रतिस्पर्धा गर्न र प्राविधिक तथा प्राज्ञिक दुवै क्षेत्रको ज्ञान हासिल गर्न चाहन्छन्, उनीहरूले यो बाटो रोज्छन्। यसले प्रदेशको विकासमा प्रत्यक्ष योगदान पुर्याउँछ। र तेस्रो हो केन्द्रीय मार्ग, वा जसलाई NEB मार्ग पनि भनिएको छ। यो चाहिँ सायद अहिलेको जस्तै राष्ट्रिय स्तरमा सञ्चालन हुने प्रणाली होला। हो, जसले विद्यार्थीलाई उच्च शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय अवसरहरूको लागि तयार गर्छ। भनेपछि यो अलि बढी प्राज्ञिक र सैद्धान्तिक हुन्छ। एकदम। जो विद्यार्थी भोलि गएर वैज्ञानिक, अनुसन्धानकर्ता वा ठूला नीति निर्माता बन्न चाहन्छन्, उनीहरूका लागि जो केन्द्रीय मार्ग उपयुक्त हुन्छ। यसमा स्थिरीकृत मूल्याङ्कन प्रणाली हुन्छ र यो अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी तयार पारिन्छ। यी तीनवटै मार्ग सुन्दा निकै आकर्षक लाग्छन् है। तर के? यहाँनिर मेरो मनमा एउटा गम्भीर डर पैदा भयो के? कस्तो डर? मानौ एउटा 14-15 वर्षको विद्यार्थीले सानै उमेरमा पालिका मार्ग रोज्यो। उसले स्थानीय कृषिको बारेमा पढ्न थाल्यो। तर 2-3 वर्षपछि उसलाई लाग्यो, होइन, म त अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर इन्जिनियर पो बन्छु। कि उसको भविष्य अब त्यही स्थानीय स्तरमै मात्र सीमित हुन्छ त? यो एकदमै गम्भीर प्रश्न हो। कि उसले बाटो फेर्न पाउँछ, कि हाम्रो प्रणालीले उसलाई जिन्दगीभर त्यही एउटा ट्र्याकमा फसाइदिन्छ? 14 वर्षको उमेरमा लिएको निर्णयले जीवनभरको बाटो तय गर्नु त निकै जोखिमपूर्ण कुरा हो नि। यो बहुमार्ग प्रणालीको बारेमा उठ्ने सबैभन्दा महत्त्वपूर्ण र जायज प्रश्न यही नै हो। यदि कुनै प्रणालीले विद्यार्थीलाई एउटा बाटोमा बन्द गरेर राख्छ भने त्यो बहुमार्ग नभएर बहुसुरुङ मात्र बन्छ। हो नि, सुरुङमा त जताबाट छिरे पनि निस्कने बाटो एउटै हुन्छ। तर डाक्टर लामाले प्रस्ताव गरेको यो प्रणालीको सुन्दरता नै यसको लचकतामा छ के? यो कुनै वन वे ट्राफिक होइन। भनेपछि के हो त? यो त एउटा विशाल इन्टरसेक्सन वा भनौँ न चोक जस्तै हो, जहाँबाट आवश्यकता र रुचि अनुसार दिशा परिवर्तन गर्न सकिन्छ। भनेपछि ट्रान्सफर गर्न मिल्छ? मजाले मिल्छ। एउटा मार्गबाट अर्को मार्गमा जानका लागि निश्चित ब्रिज कोर्स वा मोड्युलहरू पूरा गरे पुग्छ। वाउ, यो त राम्रो व्यवस्था हो। विद्यार्थीले आफ्नो लक्ष्य अनुसार मार्ग बदल्न सक्छन्। उनीहरूले चाहेको खण्डमा एकभन्दा बढी मार्गका विषयहरू सँगसँगै अध्ययन गर्न पनि सक्छन् नि। भनेपछि शिक्षा अब जिन्दगीमा एकपटक मात्र पाइने मौका वा डु अर डाई को अवस्था रहेन। रहेन। यो त धेरै अवसरहरूको खुला मैदान बन्नेछ। यसले विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्ने करियर बिग्रिन्छ कि भन्ने त्यो ठूलो डरलाई पुरै हटाइदिन्छ। यो त साँच्चै क्रान्तिकारी सोच हो। तर जब हामी बहुमार्गको र यति धेरै लचकताको कुरा गर्छौं नि, तब मूल्याङ्कन वा जाँच लिने तरिका पनि त आमूल रूपमा बदल्नु पर्ला नि। एकदम बदल्नुपर्छ। वर्षभरि पढेर अन्त्यमा दिइने त्यो 3 घण्टाको एउटै डरलाग्दो परीक्षाले त यो नयाँ प्रणालीलाई धान्न पक्कै सक्दैन। एउटा परीक्षा बिग्रिने बित्तिकै वर्षभरिको मिहिनेत खेर जाने अहिलेको अवस्था त झनै डरलाग्दो छ। त्यही त। बहुमार्ग प्रणाली ल्याएर मात्र पुग्दैन, विद्यार्थीको ज्ञान नाप्ने त्यो पुरानो ज्वरो ननाप्ने थर्मोमिटरलाई पनि भाल्नुपर्छ। हाम्रो अहिलेको परीक्षा प्रणाली वर्षमा एकपटक मात्र हुने, असाध्यै उच्च मनोवैज्ञानिक दबाब दिने र नतिजा आउन महिनौं कुर्नुपर्ने खालको छ नि। हो नि, नतिजा कुर्दैमा आधी वर्ष जान्छ। यसले विद्यार्थीको वास्तविक सिप वा ज्ञान होइन, उसको स्मरण शक्ति र परीक्षाको दिनको 3 घण्टाको मानसिक अवस्थालाई मात्र नाप्छ। यो कुनै पनि हालतमा वैज्ञानिक मूल्याङ्कन होइन। मलाई यो सुन्दा एउटा अर्को प्रयोगात्मक कुरा याद आयो के कुरा? जस्तै हामीले ड्राइभिङ लाइसेन्सको परीक्षा दिन्छौँ नि, जब कोही व्यक्ति ट्रायल दिन्छ र फेल हुन्छ, उसले फेरि ट्रायल दिन अर्को वर्षसम्म कुर्नु पर्दैन। पक्कै पर्दैन। उसले 1 महिनापछि फेरि दिन पाउँछ, जब ऊ आफूलाई साँच्चै तयार महसुस गर्छ।
के हाम्रो बोर्ड परीक्षा पनि त्यस्तै मोड्युलर हुन सक्दैन र पढेर तयार भएपछि मात्र जाँच दिन पाउने व्यवस्था? यो ड्राइभिङ लाइसेन्सको उदाहरणले नयाँ परीक्षा प्रणालीको ढाँचालाई ठ्याक्कै बुझाउँछ। स्रोत सामग्रीमा पनि स्तरीकृत, डिजिटलाइज्ड र वर्षमा 4 देखि 6 पटकसम्म दिन मिल्ने परीक्षाको वकालत गरिएको छ। वर्षमा 4 देखि 6 पटकसम्म? हो नि। यदि परीक्षा मोड्युलर भयो र वर्षमा धेरै पटक दिन पाइयो भने यसले विद्यार्थीको मानसिक दबाव रातारात कति धेरै घटाउँछ कल्पना गर्नुहोस् त। एकदमै धेरै घटाउँछ नि। फेल भए भने जिन्दगी बर्बाद हुन्छ भन्ने त्यो डरलाग्दो मनोविज्ञानबाट विद्यार्थी सधैँका लागि मुक्त हुन्छन्। अनि नतिजा पनि त छिटो आउनु पर्यो नि, महिनौं कुराएर त भएन। पक्कै पनि नतिजा 1 देखि 3 हप्ताभित्र आइसक्ने व्यवस्था हुनुपर्छ। त्यति छिटो? यसो हुँदा सिकाइ एउटा निरन्तर प्रक्रिया बन्छ, जहाँ परीक्षा एउटा हौवा वा तर्साउने हतियार नभएर केवल आफ्नो प्रगति जाँच्ने एउटा सामान्य खुड्किलो मात्र बन्न पुग्छ। तर यहाँनिर हामीले बिर्सन नहुने अर्को महत्त्वपूर्ण पाटो पनि छ। स्वतन्त्रता दिने भन्दैमा गुणस्तरमा सम्झौता भने गर्नु हुँदैन। त्यो त हो, क्वालिटी त मेन्टेन हुनै पर्छ। यसका लागि राष्ट्रिय न्यूनतम मापदण्ड र पारदर्शी स्वतन्त्र मूल्याङ्कन प्रणाली पनि सँगसँगै हुनुपर्छ। परीक्षा लचिलो हुने हो, सस्तो वा स्तरहीन हुने होइन। स्वतन्त्रता सँगसँगै जवाबदेहिता पनि उत्तिकै महत्त्वपूर्ण छ। अब हामी यो गहिरो विमर्शको अन्त्यतिर आइपुगेका छौँ। आज हामीले डाक्टर एनडी लामाको लेख मार्फत हाम्रो शिक्षा प्रणालीको वास्तविकता र त्यसभित्र लुकेका जटिलताहरूलाई धेरै नजिकबाट हेर्यौं। एकदम। सारमा भन्नुपर्दा जुन शिक्षाले विद्यार्थीलाई सधैँ अनुमति पर्खिन सिकाउँछ र माथिबाट आएको आदेश मात्र पालना गर्न लगाउँछ, त्यसले समाजमा केवल सुलिबाहरूको उत्पादन गर्छ। हो, तर जुन शिक्षाले उनीहरूलाई जिम्मेवारी, स्वायत्तता र गल्तीबाट सिक्ने अवसर दिन्छ, त्यसले उनीहरूलाई मुलिबा बनाउँछ। एउटै मात्र साँगुरो बाटोले प्रतिभालाई मार्छ, तर बहुमार्गले भविष्यका अनगिन्ती ढोकाहरू खोल्छन्। एकदम सही। र यो सम्पूर्ण परिवर्तन नि एउटा विद्यार्थीको व्यक्तिगत सफलता वा कुनै एउटा विद्यालयको प्रगतिका लागि मात्र होइन। यो समग्र समाज र राष्ट्रकै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि आवश्यक छ। जब हामी रित्तो गाग्रीको सट्टा सिपयुक्त र समस्या पहिचान गरेर समाधान गर्न सक्ने जनशक्ति तयार गर्छौं, तब मात्र देशको वास्तविक विकास सम्भव हुन्छ। हो नि। त्यही आवश्यक एपहरू इन्स्टल भएको, हरेक परिस्थितिमा काम गर्न सक्ने फुल चार्ज्ड स्मार्टफोन जस्तो जनशक्ति हाम्रो यो विमर्श सुन्ने जो कोहीले पनि पक्कै महसुस गर्नुभयो होला शिक्षा प्रणाली परिवर्तनको यो कुरा कति गहिरो र अपरिहार्य छ भनेर। पत्तै पनि महसुस गर्नुभयो होला। अन्त्यमा बिदा हुनु अघि म एउटा विचारणीय प्रश्न छोड्न चाहन्छु। हुन्छ, भन्नुस् न। हामीले शिक्षा प्रणाली र नीति परिवर्तनको कुरा त निकै गर्यौं नि, तर के हाम्रो समाज आफै यो परिवर्तन स्वीकार्न तयार छ त? यो चाहिँ गम्भीर कुरा हो। यदि हाम्रो शिक्षा प्रणाली साँच्चै यसरी बहुमार्गमा गयो भने के रोजगारदाताहरू, अभिभावकहरू र समग्र समाजले सफलता र विश्वविद्यालयको डिग्रीलाई हेर्ने त्यो पुरानो दृष्टिकोण बदल्न सक्छन्? यदि पालिका मार्गबाट आएको एक दक्ष प्राविधिकले, जसले आफ्नै गाउँको माटोमा सिप सिकेको छ नि, उसले केन्द्रीय मार्गबाट आएको महँगो डिग्री होल्डर भन्दा राम्रो काम गर्यो भने के हामी त्यो प्राविधिकलाई समान सम्मान र अवसर दिन मानसिक रूपमा तयार छौं त? यो त साँच्चै हाम्रो सामाजिक मान्यतामै धक्का दिने प्रश्न हो। के हाम्रो समाज त्यो सर्टिफिकेटको मोह त्यागेर सिप र क्षमताको सम्मान गर्न तयार छ त? यही नै मुख्य चुनौती हो। हामी साँच्चै बाहिरबाट हेर्दा राम्रो देखिने रित्तो गाग्रीको सट्टा भित्रैबाट भरिएको गाग्रीलाई चिन्न सक्छौं त? यही गम्भीर र घतलाग्दो विचारका साथ आजको यो विमर्शबाट हामी बिदा हुन्छौं। यो विचारमाथि मन्थन गर्दै गर्नुहोला।